जिन्दगीमा धेरै पटक नि आफूले आफूलाई सम्हाल्नुपर्छ। मैले कति पटक आफूलाई सम्हालेको छु, म मेरो घरमा पो भन्दिनँ त। अरूले मेरो बारेमा के सोच्छ त्यसले फरक पार्दैन, किनकि तपाईँको बारेमा नेगेटिभ सोच्ने मान्छेहरूले तपाईँलाई घरमा आएर कहिले पनि 1 रुपियाँ दिएको छ? तपाईँले उसको खानु भएको छ? अनि के को टेन्सन हो? मलाई उसले मन पराएन, मलाई उसले सोचेन, मलाई उसले हेरेन। उसले हेरो कि हेरेन, उसले मन पराए कि पराएन, उसले मलाई माया गर्यो कि गरेन, तर मैले चाहिँ मलाई माया गर्नुपर्छ। मैले मलाई वास्ता गर्नुपर्छ, मलाई नै सम्हाल्नुपर्छ। जिन्दगीको सबैभन्दा ठुलो फ्याक्ट कुरा भन्दा नि अरूले तपाईँलाई सम्हाल्ने होइन, जिन्दगीमा धेरै पटक नि आफूले आफूलाई सम्हाल्नुपर्छ।